ल गाइज भर्खर आयो हैन। अब हामी हिम खेलेर पनि आइयो। नमस्ते उहाँहरू सरहरू हुनुहुन्छ सरको भ्लगमा। हेर्नु त। आज हामी चाहिँ दैलेख जिल्लाको यो भगवती माई गाउँपालिकाको माथि सुवाडा दैलेख लगभग जाजरकोट सिमानाको अलि माथिल्लो भेगमा आएका छौँ। यहाँ चाहिँ हिउँ परिरहेको छ, हजुर एकदमै धेरैभन्दा धेरै हिउँ परिरहेछ यहाँ। हो तपाईँहरू पनि आएर एकपटक अवश्य यहाँको हिउँसँग चाहिँ खेलेर जानु होला भन्न चाहेँ मैले। हजुर अरू चाहिँ गरे गर्नुहोस् नगरे नगर्नुहोस्। तपाईँ आउनुहोस् नआउनुहोस् होइन नआउनुहोस्, हाम्रो यो ठाउँलाई पनि भाइरल बनाइदिनु होला होइन। यो बोलाउने काम हो, आउनुहोस्। पर्यटक स्थलको रूपमा पनि चिनिन्छ एकदमै सुवेडा। टुरिस्टहरूले चाहिँ एकपटक भिजिट लगभग यो गर्ने ठाउँ हो यो। हजुर हाम्रो के अरे यो दैलेख र जाजरकोटको सिमाना होइन त। हजुर उहाँहरू सबै सर जेन्टल हुनुहुन्छ होइन। उहाँहरू सबै भलाद्मी हेर्नु त मजाले हिउँ खेलेर थाकिराख्नु भएको छ, बोल्न सक्ने स्थितिमा हुनुहुन्न होइन। उहाँहरू हेर्नु त ओहो कति गाह्रो भइरहेको। सिटी बजाउँदै हुनुहुन्छ। उहाँ अर्को सर अगाडि सिटी बजाउँदै हिँड्ने, कति यहाँ घोरल चितुवा बाघ भालु आउँछन् कि भनेर बाटो देखाउँदै हिँड्ने। ओहो अहिले त भर घाम पनि लाग्यो त। हेर्नु त पारी घाम पनि देखाइदिन्छु। ए उहाँलाई पनि देखाउनु पर्ने अरे। खै उहाँ सर कुमारी हुनुहुन्छ, कति कुमारी यसले हेर्नुहुन्छ भने उहाँलाई यसो फलो गर्न सक्नुहुन्छ। बुढो कुमार हुनुहुन्छ भन्नु न। बुढो कुमार हो, कोही बुढो कुमार कुमारीले हेर्नुहुन्छ नि उहाँलाई हेर्दिनु होला। यही भिडियो मार्फत कोही कुमारीले होइन, कोही बुढी कुमारीले हेर्नुहुन्छ भने चाहिँ हेर्नु बुढो कुमार हो, बुढी कुमारीले हेर्नुहुन्छ नि हेर्नु होला साथी। त्यही त नि। हेर्नु होला। न जे होस् आजको ट्रिप हामी रमाइलो नै भयो। 2-3 घन्टाको बाटो थियो, आधी बाटोसम्म त दुई पाङ्ग्रेमा आइयो, अहिले आफ्नो दुई पाङ्ग्रेमा फर्किनुपर्ने स्थिति छ। जे होस् अब अर्को पालि पनि हामी आउँछौँ, हामीलाई आशा छ। तर जे होस् आज बिदाको दिन पनि परेन छ, त्यही भएर नि के छ सर, तपाईँ युट्युबमा हाल्नु नि केमा ब्लग? म त फेसबुकमा हालिदिन्छु। फेसबुकमा चाहिँ नाल्नु होला। ल युट्युबमा हालिदिनु। युट्युबमा हाल्नु। ए ल युट्युबमा चाहिँ हालिदिन्छु। हजुर च्यानल के छ नि? युट्युबमा त मेरो त्यो त्यति भाइरल च्यानल त छैन, अलिअलि सानो सानो। के छ तपाईँको नाम? मेरो नाम ब्राडी भन्नेवाला छ। के सर? ब्राडी ब्राडी BRADY। DRADY होइन? हजुर तपाईँ DRADY सर्च गरेर चाहिँ खोजेपछि भेटियो। BRADY सर ब्राडी हो। ल ठिक छ। अब यो तपाईँ हाम्रो भोजराज सरको साथी त हुनुहुन्छ नि होइन? हजुर उहाँ चाहिँ सायद सिनियर हुनुहुन्छ मभन्दा। अब उहाँलाई उहाँले दाइ नै भन्ने हो होइन, केही छैन पाइहाल्नुहुन्छ। ल है त सर म बाई गरेँ, बाटो लामो छ, भिडियो लामै भन्छ, छाँटकाट गर्नु पर्ला यसलाई। क्लिक भयो।